यो कोसी खोला झर्ने ल फाइनली अब हामी चाहिँ पूजा हामी फाइनली आइपुग्यौँ गाइस यो 12 क्षेत्र अब भाकल पाखा हैन गाइस नमस्ते आज हामी जाँदैछौँ कहाँ 12 क्षेत्र चतरा हैन चतरा यहाँ सबैजना जाँदैछौँ मेरो बुढा हुनुहुन्छ भाइ अनिता मेरो बहिनी सबैजना हाई भन न हौ तेरो अनुहार देखाए त भाइ हाई जाँदैछौँ आज कस्तो छ चतरा पहिले सुरु जाँदैछौँ बाटो देखाउँदै जान्छौँ हेरौँ कस्तो हुन्छ यो कोसी अब खोला झर्नु पर्ने हैन छ नि अब कोसी झर्ने हामी तल आमा खतरा सिन रहेछ यहाँको हैन आमा डेन्जर सिन क्या खोला दिपेश भाइले बोक्ने भाकल तिम्रो तिमी नबोक्ने खोला भाकल भन्ने जस्तो मैले पनि बोक्नु पर्दैन सही ठाउँ त सही हो फोटोसोटो खिचिएन नि यार खिच्नु उता खोलामा गएर के गर्ने रे जल बोकेर पानी कोही मान्छे त्यो जुत्ता के माथि पाथि गरेको बिरालो बाटो कोही मान्छे बिरालो टन्नै हुन्छ मन्दिर सबतिर मन्दिर बनाएको रहेछ यहाँ पनि 12 क्षेत्रको ल अनि फेरि पूजा गर्नुपर्ने माथि नि हो नि त नि अनि पूजा गर्ने भयो माथि त हो नि चढाउने सिक्का पैसा लानु अनि भगवानमा तेल लानु भाइको अब जे हो नि भाइले गर्छ नि अरे कस्तो छ हो यो त एउटा पनि बोक्न ल फाइनली अब हामी चाहिँ पूजासुजा सब भइसक्यो घर जान लागेको यहाँ नाउहरू रहेछ खोलाहरू रहेछ देखाइदिउँ कि भनेर दामी यहाँनिर नाउ चढ्न आउँदाखेरि चाहिँ अब पानी सिरिप लिँदो रहेछ यतातिर घुमाउँछ के चढ्नु भएर नचढेको हामी हेर्नु सिन कस्तो दामी छ यहाँनिर यार ल पहाड साड मस्त होइन ल सबैजना एकचोटि आऊ गाइज यस्तो भराङ छ यहाँबाट चढेर जाने सर पूजासुजा सब भइसक्यो होइन अब फर्किन आँटेको हामी चाहिँ अब फर्किनु पर्छ नि त बाटो फेरि कस्तो छ अघि देखाइहाल्यो त्यो बाटो होइन धेरै टाढा छ हामीले गुगलमा 12 क्षेत्र भनेर सर्च गर्दाखेरि जुन फोटो देखाउँछ नि त्यो फोटो चाहिँ यहाँको हो ल मान्छेहरू सबजना पूजा गर्न लागेको छ यो मेन मन्दिर